आज मैले तिमीलाई दिएको मेरो आज्ञा मेरो वचन तिमीहरूको निम्ति साह्रो गर्नु टाढा छैन। आमेन। परमेश्वरको वचन तपाईँ यसाया 55 अघि 6 पद पढ्नुभयो, त्यहाँ लेखेको छ, जबसम्म परम्परालाई पाउँदैनौ तबसम्म खोज परमेश्वरलाई खोज, परमेश्वरलाई खोज। परमेश्वर तिम्रो नजिक हुनुहुन्छ, तिम्रो साथमा हुनुहुन्छ, तिम्रो मुखमा हुन चाहनुहुन्छ, तिम्रो हृदयमा हुन चाहनुहुन्छ। परमेश्वरलाई खोज। परमेश्वर इच्छामा जिउने मान्छेले दोस्रो कुरा चाहिँ उहाँको वचनलाई बोक्न सिक्नुपर्छ। उहाँको वचनलाई बोक्न नजान्नाले धेरै मान्छेहरूले अरू कुरालाई बोकेको छ। परमेश्वरको वचनमा जिउन कति गाह्रो छ। परमेश्वरको वचनमा बोक्न सक्दिनँ, परमेश्वरको वचनमा जिउन सक्दिनँ। म यस्तो गल्ती गरेको छु, म यस्तो अनाज्ञाकारितामा छु, मैले ठिक समयमा चर्च पाउन सकेको छैन, मैले मेरो कमाइको दशांश हाल्न सकेको छैन, मैले पास्टरलाई आदर गर्न सकेको छैन।